कलियुगीन मानवले चित्तलाई एकाग्र बनाउँदै उत्कट इच्छा प्रयोग गरेर इच्छा भएन भने केही हुँदैन। इच्छा सबैभन्दा बलवान हुन्छ रे। इच्छा बलवान हुन्छ। यदि इच्छा भयो भने सबै कुरा सम्भव हुन पुग्छ। यदि इच्छा भएन भने गरिएको कर्म पनि निष्फल भएर जान्छ। अहिले हजुर हामीले जुन यज्ञ गरेछौँ, अनुष्ठान गरेछौँ, व्रत उपासनाहरू गरेछौँ, विविध प्रकारका शुभाशुभजन्य कर्महरू हामीहरूले गरिरहेकै छौँ। तर ती कर्महरू कस्तो बनिदिएको छ? कतै अविश्वासले गरिएको हो कि जस्तो बनिदिएको छ। अलिअलि विश्वास पनि छ अनि अलिअलि विश्वस्त बन्न पनि सकेका छैन। त्यो विश्वस्त बन्न नसकेको कारणले हामीलाई पीडा आएको छ, दुःख आएको छ। त्यो जीवले बुझ्दैन। जुन कर्म तिमी गर्दैछौ, जुन धर्मलाई तिमी धारण गर्दैछौ, जुन मार्गमा तिमी हिँड्दैछौ, त्यो मार्ग तिमी विश्वस्त बनेर हिँड। धर्मो विश्वस्य जगतः प्रतिष्ठा। चराचर विश्व नै के बाँडिएको छ? विश्वासमा अडिएको छ। त्यही भएर यो धर्म के हो? विश्वास हो। आस्था के हो? विश्वास हो। तिमी राम्रो मार्गमा हिँड्ने कर्म जसरी विश्वस्त भएर तिमी गर्छौ, तिम्रो सारा कर्महरू सात्विक बन्छ। त्यो सात्विक कर्मले के गरिदिन्छ? अब जन्म मृत्यु जरा व्याधि जन्य दुःखलाई निवारण गरिदिन्छ, त्यसलाई हटाइदिन्छ। दुःख अरूले दिने होइन। दुःख हजुर हामीलाई प्राप्त हुने दुःख हजुर हाम्रै कारणले आउने हो। अरू कसैले पनि हामीलाई पीडा दिँदैन, अरू कसैले पनि हामीलाई दुःख दिन सक्दैन। यात्रा गरिरहेका गुरु र शिष्य निर्जन वनमा प्रवेश गरे अरे के। एक दिन यात्रा गर्दै गर्दै तीर्थाटन गर्दै गर्दै जाने क्रममा वनमा प्रवेश गरेका थिए। अनि वृक्षमा एउटा सर्प मडारेर बसेको रहेछ। बेरिएर बस्छ नि सर्प। शिष्यलाई अचम्म लाग्यो। शिष्यले सोधेका थिए, गुरु कलियुगीन मानवले दुःख किन पाइरहेको छ, पीडा किन भोगिरहेको छ भनेर प्रश्न सोधिरहेका थिए। गुरुले देखाइदिए त्यही सर्पको दृश्यलाई हेर त, त्यो सर्पले किन पीडा भोगेको छ, के को कारणले दुःख पाएको छ। बिचरो तल झर्न पनि सकेको छैन, वो मर्छु भन्ने भ्रममा छ। त्यसबाट उम्किन पनि सकेको छैन, मडारिएको छ। त्यो घोटिँदा घोटिँदा उसको शरीरको छालाको भाग गइसक्यो। यति पीडा भोगिरहेको छ। गुरुले त्यही देखाइदिनु भयो, बाबु हेर त्यसले कहाँबाट कष्ट पायो, केले दियो त्यसलाई कष्ट? अरू कसैले आएर दिएको हो र कष्ट? आफ्नै कारणले दुःख भोगेको होइन त? आफ्नै कारणले पीडा भोगिरहेको छ। हेर मानवले पनि तिमीले बुझ्नुपर्छ, जसरी यो आफ्नै कारणले घोटिएर आफ्नो शरीरलाई पीडा दिएको छ, त्यस्तै प्रकारले मानवले पनि आफ्नै कारणले पीडा भोगिरहेको छ, दुःख भोगिरहेको छ, कष्ट भोगिरहेको छ, यातना भोगिरहेको छ, सन्तुष्ट बन्न सकेको छैन, गरिएको धर्म र कर्ममा विश्वास जगाउन सकेको छैन। केवल छिमेकीलाई देखाउनको लागि, अन्य दोस्रो व्यक्तिलाई देखाउनको लागि हामीले कर्म गर्न थाल्यौँ। धर्म पनि यस्तो हुन थाल्यो कि हेर्नु, आजभोलि त यज्ञ हुन्छ नि होइन, भागवत लगाउनुहुन्छ, भागवत धर्म कस्तो बन्न थाल्यो। भागवत यज्ञ लगायो, बाबा र आमाको कुरा भन्दा केही छँदै छैन। सुन्नु भएको छ ठुला ठुला वाचकहरू वाचिकाहरूको कथा। श्रीमानले यसो गर्यो, श्रीमतीले यसो गर्यो, झन् ती आमाहरूलाई अश्रुधारा बगाइदिएको छ। ती बाबा आमाको कुरा, श्रीमान र श्रीमतीको कुरा भन्दा त्यो भागवतमा अरू आउँदै नआउने भयो है। केही आउँछ अरू? हेर्नुहोस् त, सुन्नु भएको छ नि, यी यस्ता प्रकारका धर्महरू आउन थाल्यो। त्यस्तो पो भागवत धर्म बनिदियो। अब यसलाई हामीले चिन्न सकेनौँ, यसलाई हामीले बुझ्न सकेनौँ। अनि हजुर हामी के गर्छौँ? त्यसैमा नै ओहो कति राम्रो भन्यो, अनि भएभरको पैसा झार्न गरे के हो नि है। ओहो राम्रो, आँसु नै झार्ने कथा भन्यो भन्यो, अनि भए जतिको खोल्तीमा भएको लगेर बुझाइदियो। भागवतको अर्थ भलै उनले गर्न जान्लान् या नजान्लान्, तर केवल बाबा र आमाको कथा, श्रीमान र श्रीमतीको कथा, अनि यो संसारको कथा गरेर जीवन बिताइदियो, दिन बिताइदियो। उल्टो संसारमा पो फर्काइदिएछन्।
संसारको कुरा गरेर संसारमा फर्काइदियो होइन। त्यसैलाई नै हामीले राम्रो मान्यौँ। टेलिफिल्म जस्तो कर्म हुन थाल्यो, चलचित्र जस्तो कर्म हुन थाल्यो। त्यसले के दियो त हामीलाई? जति लगानी गरेर यज्ञ गरे पनि के भयो? त्यो निष्फल भएर जान थाल्यो। मूलभूत धर्मको ज्ञान हुन सकेन। मूलभूत धर्मको ज्ञान हुन सकेन। त्यो ज्ञान प्रादुर्भाव नभएसम्म हामीलाई हेर्नु वैराग्य आउनेवाला छैन। त्यो वैराग्य जबसम्म निम्तिँदैन तबसम्म हजुर हामीले घर, माया, मोह, ममता, करुणालाई त्याग्न सक्दैनौँ। जबसम्म यी सबै प्रकारका विकारलाई त्याग्न सक्दैनौँ तबसम्म हाम्रो मोक्ष असम्भव छ। बारम्बार भगवानले सम्झाउनु भएको छ। विनताका पुत्र गरुडजीको माध्यमद्वारा, सौनक आदि 88,000 ऋषिगणहरूको माध्यमद्वारा मृत्युलाई कोरिरहेका हामी जति पनि प्राणीहरू छौँ, ती प्राणीलाई भगवान त अत्यन्त सम्झाउनुहुन्छ, सम्झाइरहनु भएको छ, सुशिक्षित बनाउँदै गइरहनु भएको छ। अब सम्झाउँदै पनि जान्दैनौँ, बुझ्दैनौँ, देख्दैनौँ भने उसलाई कसैको केही लाग्दैन। इहलोकमा रहेर जीवात्माले कर्मभूमि हो, कर्म प्रधान शरीर हो। कर्मभूमिमा जन्म लिएको हुनाले, कर्म प्रधान शरीर लिएर आएको हुनाले तिमीले इहलोकमा बसेर तद्भूमिमा कर्म नगरिकन मुक्ति त प्राप्त गर्न सक्दैनौ। कर्मैले तिमीलाई मोक्ष पनि दिन सक्दैन। तर कर्मको साथमा भक्ति र ज्ञान वैराग्यलाई धारण गर्यौ भने बल्ल तिमीलाई आनन्द आउला। समभाव हुनु पर्यो हामीमा। समभाव भयो भने शान्ति आउला, समभाव भएन भने पीडा दिन्छ। हजुर हामीलाई आज समभाव छैन। मलाई परेको दुःख अर्कोले सहन गर्दैन, अर्कोलाई परेको पीडा अर्कोले सहन गर्दैन। जसले आफ्नो लागि मात्रै सोच्छ, जसले आफ्नो लागि मात्रै कर्म गर्छ, अब त्यो समभाव बन्न जाँदैन, त्यसले हामीलाई शान्ति दिँदैन। त्यही भएर त ऋषि महर्षिहरूले सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःखभाग् भवेत्। यस्तो नीतिलाई अवलम्बन गर्यौँ। अब त्यो नीतिलाई हामीले के गर्यौँ? छाड्यौँ। अहिले त म खाऊँ, मै लाऊँ, सुख सहेलवा मौजमा गरौँ मात्रै भन्न थाल्यौँ। अनि हामीलाई नै पीडा आउने त हो, हामीलाई नै दुःख आउने त हो। जसले आफ्नो लागि मात्रै सोच्छ, कुल कुटुम्बको भरण पोषणको लागि मात्रै शरीरलाई लगानी गर्छ, उसैलाई पीडा आउँछ। जसले उदार भावनाले अर्काको पनि हित खोज्छ, अर्काको हितका लागि आफ्नो शरीरलाई लगानी गर्छ, उसले सुख पाउँछ। अनि बल्ल पो छिमेकीले ओहो यो त भगवान जस्तै रहेछ भन्छ। भगवान बन्नु भएन। अब छिमेकीले के भने यो त भगवान जस्तै हो नि, भगवान बनिएन। जसले आफ्नो लागि मात्रै गर्यो, आफ्नो लागि मात्रै बाँच्ने प्रण गर्यो भने अब उसले के भन्छ? मृत्यु शैय्यामा लड्दा वा चितामा सब यात्रा गर्दा पनि अब उसको आलोचना गर्दै जान्छ। त्यही त हो नरक भनेको। मृत्यु हुँदा के हुनु पर्यो? हाँसी हाँसी मृत्युवरण गर्न सक्नु पर्यो। अनन्त शान्तिको पुञ्ज लिएर हामी जान सक्नु पर्यो। सबैले भन्नु पर्यो शरीर त अस्थिर छ, नाशवान छ, यो शरीर रहँदैन, थाहा छ। अस्थिरेण शरीरेण, यो शरीर अस्थिर हो, नाशवान हो, 2 दिनको लागि आएको हो। जति दिन तिम्रो आयु छ, कर्म गर्नु छ, तत दिन कसैले केही हानि गर्न सक्दैन। जब आयु समापन भयो, समय परिपूर्ण भयो, जस्तै प्रकारका उपाय लगाए पनि तिमीलाई कसैले बचाउन सक्दैन। कसैले बचाउन सक्छ? सक्दैन। त्यही भएर शरीर के हो? अस्थिर हो। यो शरीर के को लागि आएको हो? मोक्षको सिँढी निर्माण बनाउनको लागि आएको हो। अनि शरीर नआएसम्म के हुँदैन? ज्ञान हामीलाई आउँदैन। हेरौँ, मान्छे नभएसम्म ज्ञान आउँदैन। मोक्ष हुन पनि मनुष्य बन्नै पर्छ। मनुष्य नबनेसम्म मोक्ष बनिँदैन। अब यही मोक्ष हुनको लागि मनुष्य देह लिएर आयो, तर यो मनुष्य देह तिमीले के गर्यौ? त्यसै फ्याँक्न थाल्यौ। त्यसै फ्याँक। भोलि गएर यो त 2 मुठी खरानी बन्ने न हो। पृथिव्या लियते, पृथ्वीले आफ्नो भाग लिएर जान्छ, आकाशले आफ्नो भाग लिएर जान्छन्, जल तेज वायु आकाशले आफ्नो भाग ग्रहण गर्छन्। आखिरमा गएर यो
शरीर रहँदैन। जुन तत्त्व हो नमर्नेवाला तत्त्व, त्यो तत्त्वले नै भोग्ने न हो, त्यो तत्त्वले अर्को शरीर ग्रहण गर्छ, आतुर भएको हुन्छ। अर्को शरीर ग्रहण गर्न साथ अब कर्मको फल त भोग्नै पर्यो। शरीर धारण गर्न साथ अब कर्मको फल भोग्नको लागि ऊ बडो तडपिएको छ। त्यो कर्मको फल भोगेर आत्तिन्छ, हेर्नु, पश्चाताप गरेछ, आफ्ना सन्ततिलाई सम्झिन्छ, इष्टमित्रहरूलाई सम्झिन्छ, कुल कुटुम्बहरूलाई सम्झिन्छ। यति मात्रै होइन, आफूले सङ्ग्रह गरेको धन सम्पत्तिलाई पनि बारम्बार उसको स्मरण बन्न जान्छ। तर त्यतिखेर कसैले साथ दिनेवाला छैन। कसले दिन्छ साथ हामीलाई? बन्धु बान्धवले यदि दिन्छन् भन्ने हो भने बन्धु बान्धव शमशान घाटसम्म मात्रै साथ लिएर जान्छन्। दाजुभाइले दिन्छन् भन्ने हो भने जबसम्म लाउँछ धनको धार हो भने छ शास्त्रले। है, दाजुभाइलाई लाउन दिँदासम्मको प्यारो भन्छ, खान दिँदासम्मको प्यारो। यदि त्यो आफ्नै भाइ भए पनि यदि गरिबीले आक्रान्त बनेको छ, उसले केही गर्न सकेन, हो खान पनि दिन सकेन, लाउन पनि दिन सकेन भने जस्तै धनी दाइ भए पनि उसले हेर्नेवाला छैन। जगत यस्तो छ, संसारको गति यस्तो छ। साथ दाजुभाइले दिँदैन, साथ कसले दिन्छ? आत्मैव बन्धु, यही आत्माले मात्रै हो हामीलाई साथ दिने। यो आत्मा इतर अन्य व्यक्तिले कदापि साथ दिन सक्दैन। अब यो आत्मालाई चिन्ने प्रयत्न तिमीले गर। हजुर, हामीले के गर्नु पर्यो? आत्मालाई चिन्नु पर्यो। त्यो आत्मा यस्तो प्रकारको छ, त्यो कहिले मर्नेवाला छैन, अनन्त आयु लिएर आएको छ। त्यो अनन्त आयु अनन्त शरीर धारण गरेर कर्मको फल भोग्छ। त्यही भएर तिमीले के गर? चित्तलाई एकाग्र बनाऊ, मनलाई स्थिर बनाऊ। यो मन स्थिर भयो भने कर्म के हुन्छ? शुद्ध बन्छ, हेर्नु, सात्विक बन्छ। मन बिग्रियो भने बिग्रिएन सबै। यो मन बिग्रियो भने फेरि अर्को बजारमा गएर किन्न पाइन्छ? मन किन्न पाइन्छ कि पाइँदैन? पाइँदैन। त्यही भएर मनलाई सफा राख्नु पर्यो। यो बिग्रियो भने यसले नराम्रो भाव सृजना गर्छ, यो बिग्रियो भने नराम्रो मार्गमा हिँडाइदिन्छ, यो बिग्रियो भने अत्यन्त विविध प्रकारका नराम्रो दुर्घटनाहरू निम्त्याइदिन्छ। त्यही भएर मनलाई के गर? राम्रो बनाऊ, राम्रो मार्गमा हिँडाऊ, शुद्ध बनाऊ। शुद्ध मन लिएर तिमी हिँड्यौ भने तिमी पनि जीवनमा सरल बन्छौ, जीवन शुद्ध बन्छ, मृत्यु पनि राम्रो भएर जान्छ। मृत्यु पश्चातको लोक पनि तिमीलाई राम्रो प्राप्त हुन्छ। भोलि गएर तडपिनु पर्दैन, दुःख भोग्नु पर्दैन, विविध प्रकारका नरकहरूको यात्रा भोग्नु पर्दैन। यावत् सस्थमितं कलिवरगृहं यावत् स दूरे कथा। हे प्राणी, शास्त्रहरूले हजुर हामीलाई बारम्बार सम्झाएको छ, हे प्राणी, तिमी राम्रो कर्म गर, सात्विक मार्गमा लाग, साधु सन्त महन्तहरूको अनुयायी बनेर हिँड। कहिलेसम्म? यावत् स्वस्थमितं कलिवरगृहं यावत् स दूरे कथा। जबसम्म तिम्रो शरीर स्वस्थ रहन्छ, जबसम्म तिम्रा इन्द्रियहरूले काम गर्न सक्छन्, जबसम्म तिम्रो दृष्टि गुमेको छैन, श्रवण शक्ति गुमेको छैन, हिँड्न सक्ने शक्ति तिमीले गुमाएका छैनौ, तबसम्म नै तिमीले धर्म गर्ने हो, तबसम्म नै तिमीले कर्म गर्ने हो, यज्ञ अनुष्ठान गर्ने हो, साधु सन्तको अनुयायी भएर हिँड्ने हो। जब इन्द्रियले काम गर्न छोड्यो, श्रवण शक्ति गुमेर गयो, दृष्टि शक्ति गुमेर गयो भने अब हजुर हामीलाई यो शरीरले केही कार्य गर्न सक्दैन। अब शिथिल भयो भने के गर्ने? मृत्युशय्यामा लडेपछि लौ न मलाई देवघाट जान पाए हुन्थ्यो, रहर थियो भनेर अर्थ छ। देवघाट गएर भगवानका दिव्य पावन वाणी श्रवण गर्ने मन थियो, हाम्रा विविध प्रकारका दिव्य प्रवचनहरू सुन्ने रहर थियो भनेर त्यो मृत्युशय्यामा पश्चाताप गरेर हुनेवाला केही छैन। त्यही भएर शास्त्रले भन्छ, यावत् स्वस्थमितं कलिवरगृहं यावत् स दूरे कथा। हे प्राणी, शरीर स्वस्थ रहँदै, बल शक्ति शरीरमा बल रहँदै, शक्ति रहँदै, धन पनि हातमा रहँदै तिमी आफ्नो कार्यहरूलाई सफल बनाउनु पर्छ। भोलि गएर पछुताए हुँदैन। के गर्ने पछुताएर? छोरो जाँदैन हेर्नु साथमा, पत्नी पनि जाँदैनन्, ढोकासम्मको साथी भनेर सुन्या हो। नारी गृहद्वारी जना श्मशाने देह स्थितायाम परलोक मार्गे। यो शरीर पनि जाँदो रहेनछ, हामीलाई थाहा भइसक्यो।
शरीर सीताको साथी बन्न पुगेको थियो। सीता पनि हातमा लिएर गएन, खरानी बनेर उडिदियो। आखिरमा गयो त के त भन्दा तिमीले गरेको सात्विक कर्म, तिमीले गरेको अशुभजन्य कर्म नै तिमीले लिएर गयौ। त्यसै कारणले हे प्राणी, तिमीले कर्म राम्रो गर। अब गर्दा गर्दै पनि संचित पाप प्रक्षालन भएन भने अब त्यसका विकल्पहरू पनि छन्, ती विकल्पहरूको अंगीकार गर।